यार सबैलाई जय मसीह साथै नमस्कार अनि 2083 को अग्रिम शुभकामना साथै आशिषको घोषणा गर्दछु र सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र सबै मण्डली परिवारहरूको लागि। र आज म दुईटा कुराहरू गर्न गइराखेको छु, एउटा मण्डली परिवारहरूको लागि र एउटा यहुदी जातिहरूको निम्ति म बोल्न गइराखेको छु। र यहुदीहरूले र मण्डली परिवारहरूले बुझ्नुपर्ने कुराहरू म आज बोल्न गइराखेको छु। जो मण्डली परिवारहरूले बुझ्नुपर्ने कुरा 2082 गयो तर 2083 आयो। हामी कति खुसियाली र कति रमाहात गर्छौँ। आजको दिनमा हरेक मण्डली परिवारहरूमा नृत्यका साथै अनि स्पेसल भजनका साथै धेरै खुसी आनन्दका कुराहरू हामी गर्छौँ। तर वास्तविकता रूपमा भित्री रूपमा प्रभुलाई हामीले कस्तो प्रकारले चिनेका छौँ, अनि त्यो कुराहरू चाहिँ महत्त्व कुरा छ। अनि नाच्दैमा र हाँस्दैमा अनि खुसी मनाउँदैमा परमेश्वर खुसी हुनुहुन्न, किनभने तपाईँको हृदयभित्रको चाहना परमेश्वरले बुझ्नुहुन्छ र हृदयमा के छ भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। यसै कारण दोस्रो इतिहास 7:14ले हामी मण्डली परिवारहरूलाई के भनिएको छ भन्दाखेरि, यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूका पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वास्थ्य पार्नेछु। 15मा अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्नमा आँखा खुल्ला रहनेछन्। अनि परमेश्वरलाई महिमा भएकोस्। अनि स्वरमा भनेको छ, मेरो नाउँ सदा सर्वदाको निम्ति त्यहाँ रहन मैले यस मन्दिरलाई चुनेको छु र त्यसलाई पवित्र पारेको छु। मेरो दृष्टि र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ। आमेन। परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। अनि यहाँनिर वचनमा लेखिएको छ, हामी नयाँ साल पनि मनाउँछौँ, नयाँ सालमा खुसी हुन्छौँ, नयाँ सालमा आनन्दित हुन्छौँ। तर वास्तवमा हामीले परमेश्वरप्रति कति आनन्दित छौँ र परमेश्वरमा कति खुसी छौँ। अनि हामी रमाहात गर्दैमा, खुसी मनाउँदैमा हामी आनन्दित हुन्छौँ भन्ने कुनै ग्यारेन्टी छैन। तर ग्यारेन्टी यसमा छ कि परमेश्वरप्रति कति हाम्रो लगाव छ र कति झुकाव छ। अनि त्यस कुराबाट चाहिँ हामी बुझ्न सक्छौँ। त्यसै कारणले गर्दाखेरि नयाँ वर्षमा नयाँ कुराहरू लाउँछौँ, नयाँ कुराहरू खान्छौँ, नयाँ नयाँ ठाउँहरूमा घुम्ने कामहरू गर्छौँ। तर हाम्रो भित्रपट्टिको हृदयमा भएको फोहोर कुरालाई हटाएर नयाँ कुरा राखेका छौँ कि छैनौँ, त्यसमा चाहिँ सबैभन्दा ठुलो भरपर्दो कुरा हो। अनि हामी कतिपल्ट हामी सबै कुरालाई, शरीरलाई ढाक्नेदेखि लिएर शरीरलाई चाहिने कुराहरूदेखि लिएर सबै कुरा गर्छौँ। तर वास्तवमा हाम्रो हृदयमा परमेश्वरको वचनप्रतिको लगाव र झुकाव हामीसँग छैन भने नयाँ कुराले हामीलाई केही पनि गर्न सक्दैन। न त रूपान्तरण गराउन सक्छ, न त परिवर्तन गराउन सक्छ, न त हामीलाई कुनै क्षमा नै हुन्छ, न त कुनै माफी हुन्छ, न त कुनै जीवनको महत्त्व नै हुन्छ। तर वास्तवमा हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, हामी आज पवित्र भवन भनेको चाहिँ हामी हौँ र पवित्र भवन माथि उहाँको आशा छ। पवित्र भवनमाथि उहाँको पूर्ण आशा छ, किनभने मेरो पवित्र भवनबाट चाहिँ मेरो आराधना हुन्छ भन्ने कुरा चाहिँ परमेश्वरलाई आशा छ। तर त्यही आशामा तपाईँ र मलाई परमप्रभुले निराशा पार्नुहुन्न, किनभने उहाँले हामीलाई उहाँ जुन आशा गर्नुभएको छ त्यो आशामा हामीलाई बोलाउनु भएको छ। जुन आशा उहाँले राख्नुभएको छ त्यो आशा हामीले पाएका छौँ र त्यस आशाद्वाराबाट तपाईँ र मैले परमप्रभुको प्रशंसा गरेका छौँ। र प्रशंसा गर्दा, हामी परमप्रभुको आराधना गर्दा हामी निराशामा होइनौँ तर आनन्दितमा गर्छौँ। त्यसै कारणले अब हामी उहाँको नाउँ दिएको प्रजाले के गर्नुपर्छ, यो चाहिँ मण्डली परिवारहरूको लागि म बोल्दैछु। अनि यहाँनिर
यहोशू 1 अध्यायको यहाँनिर भनेको छ यहोशू 1 अध्यायको अनि 5मा के भनेको छ भन्दाखेरि तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हुन सक्ने छैन। जसरी म मूसासँग रहे त्यसरी नै म तसँग रहनेछु। म तँलाई छोड्ने अनि तँलाई त्याग्ने छैन। यो बिल्कुलै यहोशूलाई परमप्रभुले नेतृत्व गर्नका निम्ति बोलाउनु भएको थियो र त्यही समयमा उहाँले प्रतिज्ञा यहोशूलाई गर्नुभएको थियो। त्यही यहोशू जस्तै तपाईँ र मलाई चुन्नुभएको छ। आज हामी सबैजना यहोशूहरू हौँ। अनि आज त्यसैको निम्ति बोलाउनु भएको छ। 6 पदमा के भनेको छ भन्दाखेरि बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैँले तिनीहरूलाई अगुवाई गर्नेछस्। अनि 7मा भनेको छ बलियो र अति साहसी हो। मेरो दास मूसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। त्यसबाट दाहिने वा देब्रेतिर नफर्कनु र त जहीँ गए पनि सफलता पाउनेछस्। अनि यहाँनिर परमप्रभुको वचनले के भनेको छ भन्दाखेरि परमप्रभुको वचनले यहोशूलाई पूर्ण रूपमा प्रतिज्ञा साथ दाहिने र देब्रेतिर नलाग्नु। आज हामी कतिपल्ट दाहिने र देब्रेतिर लाग्छौँ, फेरि पनि हामी त्यही ठाउँमा पुग्छौँ र फेरि हामी केही समयको लागि हामी पश्चाताप होइन पछुतो गर्छौँ र फेरि हामी त्यही ठाउँमा पुग्छौँ। तर पछुतोले रूपान्तरण हुँदैन, तर पश्चातापले चाहिँ रूपान्तरण हुन्छ। अनि त्यस कारणले गर्दाखेरि हामीलाई उहाँले गर्नुभएको प्रतिज्ञा अनुसार हामी यस प्रकारले हामी जीवन जिउनुपर्छ कि परमप्रभुको वचन अनुसार यहाँनिर भनेको छ। हामी हेर्छौँ भने 8मा भनेको छ व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैँले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। अनि यहाँनिर स्पष्ट रूपमा परमप्रभुले हामीलाई भन्नुभएको छ सफलता र उन्नति पाउनेछस्। अनि उहाँले भन्नुभयो अनि तेरो ओठबाट व्यवस्थाको पुस्तक नहटोस्। हामी कतिपल्ट परमप्रभुको जीवित वचनलाई हामीले हटाउने कामहरू गर्छौँ। ओठबाट त के भन्नु, हाम्रो हृदयको भित्रपट्टिको उसबाट नै हामीले परमप्रभुको वचनलाई हटाएर हामी संसारका कुराहरूलाई भरिदिन्छौँ अनि त्यही अनुसारले जिउने काम गर्छौँ, त्यही अनुसारले बोल्ने काम गर्छौँ, त्यही अनुसारले खाने काम गर्छौँ, त्यही अनुसारले व्यवहार गर्ने काम गर्छौँ। अनि हामी यस्तो प्रकारको जीवन जिइराखेका छौँ। यदि कोही त्यस्ता मण्डली परिवारहरू हुनुहुन्छ, यदि तपाईँ त्यस्तो हुनुहुन्छ भने आजदेखि निर्णय गर्नुहोस् कि अब परमप्रभुको महिमा विगत समयमा मैले जे जति गरेँ अबका समयमा चाहिँ म परमप्रभुको महिमा गर्नुपर्छ र म जस्तै दाजुभाइ दिदीबहिनीहरूलाई र बुबाआमाहरूलाई परमेश्वरको बारेमा बताएर म उहाँहरूलाई पनि परमेश्वरको मार्गमा डोर्याउने छु भन्ने प्रतिज्ञा हामीले प्रतिबद्धता जनाउँदै परमप्रभुको महिमा गर्नेछौँ। अब यहुदीहरूको लागि म यो भन्न चाहन्छु, सायद आज हाम्रो देशमा हरेक गाउँ घर टोलहरूमा बस्तीहरूमा अनि खुबै रमाइलो र रमाहाट छ, खुसियाली छ। वन जङ्गलहरूमा बाजाहरू बजाउँदै घन्काउँदै औफ्रदै होइन हाहा र हुहु गर्दै हामी अगाडि बढिराखेका हुन्छौँ। तर कतातिर ढल्किँदैछौँ, कतातिर मोड्दैछौँ, कतातिर लम्किँदैछौँ भन्ने कुरा हामीलाई केही अत्तो-पत्तो थाहा छैन। तर हामी बिल्कुलै मजाको कुरामा हामी हिँडिराखेका छौँ र त्यसैमा हाम्रा आफ्ना छोराछोरीलाई पनि दोहोऱ्याउँदैछौँ। अनि त्यस कुरामा म यो भन्न चाहन्छु, आज यहुदी जातिहरूको निम्ति म यो भन्न चाहन्छु, परमेश्वरको वचनले यो भन्दछ कि संसारमा यस्तो कोही छैन जसले तपाईँको र मेरो पापलाई धुन सक्छ र तपाईँ र मलाई उद्धार गर्न सक्छ। अनि आज म तपाईँहरूको बिचमा यो भन्न चाहन्छु, यो सबैलाई थाहा भएकै कुरा हो, विश्वव्यापीमा कुनै पनि त्यस्ता मानिस छ भन्ने कुरा हामी पाउँदैनौँ। तर जो छ उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, जो हुनुहुन्छ उहाँ सबैभन्दा सामर्थ्य हुनुहुन्छ र सबैभन्दा पवित्र हुनुहुन्छ। कुनै पनि थोकभन्दा पनि उहाँ महापवित्र हुनुहुन्छ। उहाँले आफ्ना सबै कुरालाई त्यागेर, सबै कुरालाई छोडेर आफैलाई समर्पणता गरेर
र आफैलाई बलिदान गरेर तपाईँ र म जस्तो एकदमै कामै नलाग्ने मानिसलाई बचाउनका निम्ति उहाँ संसारमा आउनुभयो। त्यसकारण म तपाईँहरूलाई यही भन्न चाहन्छु कि अब परमेश्वरलाई चिन्नुहोस् र परमेश्वरको वचनअनुसार तपाईँहरूले जीवन जिउनुहोस् र परमेश्वरले तपाईँहरूलाई अनन्त जीवन दिन चाहनुहुन्छ। यदि त्यसो गर्नु भएन भने परमेश्वरको वचनले यो लेखेको छ, यसो भनिएको छ 16 पदमा, विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, मेरो नाउँमा तिनीहरूले भूतहरू दबाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्। अनि परमप्रभुले तपाईँ र मलाई यो भन्नुभएको छ। अनि हामी यदि परमेश्वरलाई विश्वास गरेनौँ भने हामी दोषी ठहरिनेछौँ। हामी बिल्कुलै दोषी ठहरिनेछौँ र परमेश्वरबाट अलग हुन्छौँ। त्यस कारणले म तपाईँहरूलाई यही भन्न चाहन्छु, आज कति दाजुभाइ दिदीबहिनी बुबा आमाहरूले यो भन्ने काम गर्छ, मैले हरेक साल त मैले भिडियो बनाएको छु अथवा फेसबुकमा लेखेर चाहिँ पोस्ट गरेको छु होइन। अनि के भन्नुहुन्छ भन्दाखेरि अब यो सालदेखि म जाँड रक्सी चोरो बिरे यस्ता बेविचारका कुराहरूदेखि लिएर दुनियाँ कुराहरू अब म गर्दिनँ, अब म सिद्ध मार्गमा हिँड्छु भन्ने कुराहरू गर्नुहुन्छ। तर फेरि 2-3 दिन पछाडि त्यही बाटो, त्यही मार्ग, त्यही उद्देश्यमा हिँडेको हामी पाउँदछौँ। अनि केही समयको लागि मात्र त्यो गरेको हामी पाउँदछौँ। तर त्यसले हामीलाई कुनै पनि कुरामा परमेश्वर खुस हुन्न र त्यसले तपाईँ र मलाई आनन्दित पनि तुल्याउँदैन र त्यसले तपाईँ र मलाई बचाउँदैन पनि। अनि ती कुराले तपाईँ र मेरो भावी सन्तानलाई, भावी पुस्ताहरूलाई चाहिँ हामी श्राप थुपार्ने चाहिँ काम गर्छौँ। अनि परमेश्वरको विरुद्धमा काम गरेपछि निश्चय नै तपाईँ र मैले परमेश्वरको क्रोध त खेप्न नै पर्ने हुन्छ। त्यसकारण परमेश्वरले भन्नुहुन्छ, अनि विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। किन त भन्दाखेरि आज संसारमा मुक्ति दिने र उद्धार गर्ने कोही पनि त्यस्ता व्यक्ति छैन जसले तपाईँ र मेरो हितको लागि र तपाईँको र मेरो पापको लागि, तपाईँको र मेरो स्वार्थका लागि, तपाईँको र मेरो पूर्ण घिनलाग्दा अपराधहरूको निम्ति बलिदान हुने व्यक्ति कोही पनि छैन। तर एउटै व्यक्ति हुनुहुन्छ जसले तपाईँ र मलाई जीवन दिनका निम्ति उहाँले स्वर्गको वैभवलाई र सारा कुराहरूलाई छोडेर मानवको रूप धारण गरेर आउनुभयो र आज तपाईँको र मेरो निम्ति बलिदान भएर उहाँ मृत्युमा पर्नुभयो, चिहानमा गाडिनुभयो, तेस्रो दिनमा उहाँ बढी उठ्नुभयो। यसै कारण हामीले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुपर्छ भनेर परमेश्वरले भन्नुहुन्छ। अनि किन भन्नुहुन्छ भन्दाखेरि चाहिँ यहाँ यसो लेखिएको छ, यसोले भन्नुभयो, यूहन्ना 3:3 भनेको छ, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। आज संसारका मानिसहरूले भन्ने कामहरू गर्छन् कि मैले धर्मकर्म कार्यहरू गरिसकेपछि, दान दक्षिणा गरिसकेपछि, तीर्थधाम गरिसकेपछि, असल काम गरिसकेपछि अनन्त जीवन पाउँछु भन्ने आस्था र विश्वास गर्नुहुन्छ। तर त्यो कुराले तपाईँ र मलाई अनन्त जीवन दिन सक्दैन प्रिय। त्यसै कारणले गर्दाखेरि म तपाईँहरूलाई यही भन्न चाहन्छु कि साँचो परमेश्वरलाई चिन्नुहोस् र जसले तपाईँको र मेरो निम्ति उद्धारको लागि बलिदान गर्नुभयो, जसले तपाईँको र मेरो पापको निम्ति उहाँ मरिदिनु भयो, जसले तपाईँको र मेरो पापलाई धुनका निम्ति आफ्नो सम्पूर्ण रगतहरू बगाएर तपाईँ र मलाई धुनुभयो। हो, उहाँ हुनुहुन्छ प्रभु येशू ख्रीष्ट। उहाँलाई तपाईँले विश्वास गर्नुहोस्, ग्रहण गर्नुहोस् र प्रभु येशूको नाउँमा, पिता परमेश्वरको नाउँमा र प्रभु पवित्र आत्माको नाउँमा जब बप्तिस्मा लिनुहुनेछ, तब तपाईँको जीवनमा परमप्रभुले उद्धारको कामहरू गर्नुहुनेछ र उहाँलाई व्यक्तिगत रूपमा चिन्नुपर्छ। हामी कसैले सल्लाह र परामर्श दिएर हामीले विश्वास गरेर ल गर्नुहोस्, तपाईँ विश्वास गर्नुपर्छ भनेर होइन, तर व्यक्तिगत हृदयको कुराबाट तपाईँले विश्वास गर्नुपर्ने हुन्छ। अनि जब तपाईँले विश्वास गर्नुहुन्छ नि, तपाईँभित्र परमेश्वर आउनुहुन्छ।
त्यसै कारणले गर्दाखेरि यहाँ भनेको छ, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने उसले परमेश्वरको राज्यमा पस्न सक्दैन। अनि यहाँनिर भनेको छ परमेश्वरको राज्यमा, है, परमेश्वरको राज्यमा पस्न सक्दैन। किन भन्दाखेरि चाहिँ उसले परमेश्वरलाई चिनेकै छैन, उसले परमेश्वरलाई ग्रहण गरेको छैन, उसले परमेश्वरलाई विश्वास गरेको छैन। त्यस कारणले ऊ स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन। हो, हामी नेपालमा छौँ, नेपालीहरू हौँ र हामी परमेश्वरको छोराछोरी हौँ, उहाँका सन्तान हौँ। तर आज उहाँका सन्तान हुने अधिकारबाट हामीलाई वञ्चित गराएको छ। अनि त्यो वञ्चित गराउने कुरा चाहिँ एउटै हो, पाप। अनि त्यो पाप चाहिँ यस्तो छ, अनि यहाँनिर बाइबलमा यस्तो लेखिएको छ, रोमी 3को 23मा भनेको छ, रोमी 3को 23मा के भनेको छ भने, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। हो, आज तपाईँ र हामी प्रभु येशू ख्रीष्टलाई चिन्नुको कारण यी पापको कारणले, यदि यी पाप हामीमा नभइदिएको भए तपाईँ र मेरो निम्ति प्रभु येशू ख्रीष्टले बलिदान गर्नु पर्दैन थियो। त्यसै कारणले गर्दाखेरि आज हाम्रो पापकै कारणले प्रभु येशू ख्रीष्ट मरिदिनु भएको हो। उहाँलाई आफ्नो पिता भनिकन ग्रहण गर्नुपर्छ। उहाँलाई तपाईँ र मैले आफ्नो मुक्तिदाता भनिकन ग्रहण गर्नुपर्छ अनि उहाँलाई चिन्नुपर्छ। अनि पापले चाहिँ मृत्यु ल्याउँछ। मृत्युले तपाईँ र मलाई सधैँको निम्ति परमेश्वरको राज्यबाट टाढा गराउँछ र परमेश्वरको राज्यमा पुग्न पाउँदैन। प्रिय, म मरेर स्वर्गमा पुग्छु होइन, हामी कोही पनि पुग्न सक्दैनौँ यदि प्रभुलाई चिनेनौँ भने। शरीरमा हामी माटोको शरीर, हामीले बोलिराखेको जब नाकको पालबाट फुकेको सास छ, त्यो सास जब उहाँले फर्काइ लानुहुन्छ नि, तब हामी केही पनि होइन। हो, त्यही सासलाई परमेश्वरले जुन जीवनको सास भन्नुभएको छ, त्यो कुरा चाहिँ कहिल्यै मर्दैन। हो, त्यस कुरालाई मार्ने र तपाईँको मेरो शरीरलाई मार्ने एउटै परमेश्वर हुनुहुन्छ। यदि उहाँको आज्ञा पालन गरेनौँ र उहाँको वचनअनुसार चलेनौँ र उहाँलाई अपमान गर्यौँ भने हामी निश्चित मृत्युमा पर्नेछौँ र हामीलाई परमेश्वरको विरोधी भनेर हामीलाई उहाँले जान्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि तपाईँ र मैले परमेश्वरको विरोधीको नाम पाएका छैनौँ, तर उहाँको सन्तान हुने नाम पाएका छौँ। यस कारणले म तपाईँहरूलाई यही भन्न चाहन्छु कि साँचो परमेश्वरलाई आफ्नो मुक्तिदाता भनिकन ग्रहण गर्नुहोस्। यो न त विदेशी न त स्वदेशी कसैको होइन, हामी मानिस हौँ र हामीलाई बनाउने परमेश्वर हुनुहुन्छ। हामीले परमेश्वरलाई चिनेनौँ भने हामीले अनन्त जीवन प्राप्त गर्न सक्दैनौँ। यसकारण 2082 सकिएको छ, अब 2083को पाइला टेक्नु भएको छ आजको दिनमा। अनि म यहाँहरूलाई यही भन्न चाहन्छु, अब 2083मा तपाईँको हरेक कुरामा परमेश्वरले आशिष दिउन् र तपाईँले प्रभुलाई चिन्नुहोस्। र हामी नेपाली, हामी परमेश्वरको छोराछोरी हौँ अनि हामी उहाँका सन्तानहरू हौँ। अनि उहाँलाई हामी सँगै मिलेर आराधना गरौँ र उहाँलाई सँगै मिलेर प्रशंसा गरौँ, किनभने उहाँ हाम्रो असल पिता हुनुहुन्छ। उहाँ हाम्रो असल पिता हुनुहुन्छ जसले आफ्नो छोराछोरीको सबै रेखदेख गर्छ। त्यस कारणले म तपाईँलाई यही भन्न चाहन्छु, तपाईँलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। कसरी? यहाँ यसो लेखिएको छ, अनि एउटा 3को 16मा, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। हेर्नुहोस् त, पुत्रलाई यस संसारमा पठाउनुको कारण दोषी होइन, तर पुत्रलाई चिनोस् भनेर पठाउनु भएको र उहाँमाथि विश्वास गरोस् भनेर पठाउनु भएको। तर तपाईँ र मैले त काँटी ठोकेर कोखामा भाला हानेर काँडे मुकुट लगाएर हामीले क्रुसमा टाँगेका हौँ। किन मैले यो भनेको भन्दाखेरि चाहिँ परमेश्वरले तपाईँ र मलाई बचाउनका निम्ति उहाँले आफ्ना स्वर्गको वैभव त्यागेर
संसारमा आएर आफैलाई बलिदान गर्नुभयो र तपाईँ र म जस्तो पापीको निम्ति उहाँ बलिदान भएर उहाँ मर्नुभयो र आज तपाईँ र म मर्नु पर्दैन। अनि उहाँले हाम्रो साटोमा बलि चढाउनुभयो अनि हाम्रो बलिदानले हामी पवित्र हुन सक्दैनथ्यौँ, हाम्रो बलिदानले हामी बाँच्दैनथ्यौँ र हामीले गरेको असल कार्यले तपाईँ र मैले उद्धार पाउँदैनथ्यौँ, तपाईँ र मैले गरेको असल कार्यले हामीले अनन्त जीवन पाउँदैनथ्यौँ। त्यसकारणले उहाँ आउनुभयो। अनि यहाँ यही लेखिएको छ कि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरलाई महिमा भएको होस्। अनि तपाईँको र मेरो निम्ति उहाँ आउनुभएको छ। अनि यहाँहरूलाई म यही भन्न चाहन्छु, परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् र जतिले प्रभुलाई चिन्नु भएको छैन, अब तपाईँहरू आफ्नो गाउँघरमा, टोलमा, छिमेकीमा, वडा कार्यालयमा, नगर कार्यालयमा अनि आफ्नो जतिपय गाउँदेखि टाढा छ अथवा गाउँमै छ चर्चहरू, ती सबै ठाउँहरूमा गएर तपाईँहरूले बुझ्न सक्नुहुन्छ कि उद्धार र मुक्ति कसमा छ। अनि तपाईँले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नुहोस् अनि प्रभुले तपाईँलाई उद्धार र मुक्ति दिनुहुन्छ र उहाँले तपाईँलाई अनन्त जीवन दिनुहुन्छ। र संसारमा जे जति कार्य गर्नुभएको छ ती सबै कुरालाई बिर्सिदिनुहोस् र परमेश्वरको महिमा गर्न थाल्नुहोस्। तब परमेश्वरले तपाईँको जीवनमा नयाँ काम गर्नुहुनेछ। आमेन। यहाँ सबैलाई जय मसीह साथै नमस्कार।